होगा जरा परीक्षण लाग्यो त यार तपाईँ स्ट्रिमर है होइन भाइ हो भने भाइ सुन न भन्नु न तिमी र म एउटा गेम खेलौँ खेलौँ हरेक क्वेसन सोद्धाखेरि जसले एन्सर जान्दैन नि त्यसले एउटा लुगा खोल्न पर्ने गेम ल ल दाइ रक पेपर सिजर एकछिन रुक्नु न पहिला तपाईँको युट्युब च्यानल भन्नु युट्युब न च्यानल होइन कि रमाइलो गर्दै आएको हो लामो ए दाइ तपाईँको युट्युब च्यानल भन्नु न बरु म सब्स्क्राइब गर्छु भाइ कसम छैन क्या खाओ मा कसम भन्ने रे क्या अब चाहिँ यहाँ त्यस्तो नभन नि फेरि आमालाई त्यस्तो नभन है ए भन्नु न दाइ तपाईँको युट्युब च्यानल भन्नु हुँदैन र अब नभएको युट्युब च्यानल कहाँबाट ल्याउनु मुझे आकाशबाट ल्याउनु ए दाइ हावै गफ हानिरहनु भएको है अहिले चाहिँ भाइ तपाईँले तिमी यति राम्रोसँग माग्दाखेरि के दिन्थ्यो ल रक पेपर सिजर खेलौँ न गेम यार लग्या ल दाइ खेलौँ न त ल एकछिन रुक्नु ल 1 2 3 स्टार्ट ल सिजर पेपर रक सिजर पेपर रक ल ल दाइ अब तपाईँको बाली ल ल सोध क्वेसन ल आज के को म्याच भइरहेछ आइपिएलमा हजुर अप्सन अप्सन टाइप नहान्नु न त्यहाँ टाइप हानेकै छैन हो भाइ अप्सन त दिनु पर्यो नि कसले खोल्छ लुगा प्रतियोगितामा म दाइलाई एउटा क्वेसन सोधिरहेको छु अनि त्यो क्वेसन रहेको छ आज आइपिएलमा के को म्याच भइरहेछ अप्सन नम्बर ए आइपिएलमा म्याच भइरहेको छ आरसिबी भर्सेस पन्जाब होइन आरसिबीको गेम अस्ति भएको थियो अप्सन नम्बर बी नेपाल भर्सेस क्यानाडा त्यो त हुँदै भएन नेपाल क्यानाडा त अप्सन नम्बर सी मुम्बई भर्सेस चेन्नई अप्सन नम्बर डी मुम्बई भर्सेस हैदराबाद मुम्बई भर्सेस हैदराबाद राइट एन्सर एउटा लुगा खोल्न बाँकी भएन खेल्नेछौँ हामी फेरि रक ल सिजर पेपर रक मैले हारेको छु भने दाइले क्वेसन सोध्ने पाला आएको छ ल अब भाइलाई चाहिँ होइन मेरो प्रश्न है that in increase in the speed of a fluid occurs simultaneously with the decrease in the pressure यो कुन प्रिन्सिपल हो अप्सन पाइथागोरस प्रिन्सिपल अप्सन 2 बर्नौलीज प्रिन्सिपल अप्सन 3 प्रोफेसर नरसिम्हा प्रिन्सिपल अप्सन 4 आइपिएल प्रिन्सिपल अप्सन बी यो भाइ त साइको दाइ अप्सन बी ओए भाइ तिमी कति क्लासमा हो र 11 मा ए 11 मा हैछ हेर्दाखेरि 8 मा पर्छ जस्तो लाएर ल यसैका साथ भाइले पनि लुगा खोल्न परेन ल फेरि खेल्नेछौँ ल सिजर पेपर रक ल दाइको पालो आएको छ अब डुब्टी भयो नि त यार केटा अब म चालाक हुनु पर्छ अब भाइले साइकको क्वेशन सोध्नु भयो यार क्वेशन सोध्दै छु है त अब भाइले मार्ने भयो मेरो क्वेशन छ मेरो नाम के हो यो भाइले त अति भाइ एउटा कुरा है भाइ तिम्रो मलाई दिमाग चाहिँ अति बवाल लाग्यो होइन यहाँनिर एकजनाले यो भाइको नाम के हो भनेर सोध्नु भएको छ यहाँ लाइभमा हाम्रो युट्युब च्यानलमा के हो मलाई थाहा थियो त तपाईले यस्तै गर्नुहुन्छ यो भाइले साइको दिमाग पहिला म क्वेशन सोध्छु सोध भाइ सोध अप्सन ए आर्यन अप्सन बी आर्या अप्सन सी राम अप्सन डी मन्दिर आर्यन र मन्दिरमा एउटा हो आर्यन भनेपछि आर्या बनायो भनेपछि अप्सन डी मन्दिर
राइट एन्सर हुन सक्ने सम्भावना थियो तर भएन। आर्यन रहेछ यार। ल भाइ म एउटा लुगा खोल्छु भाइ। ल दाइ ल यहाँ ल खोल्नु। ए खोले है भाइ है, खोले है। ल दाइ सर्ट खोल्नु न सर्ट। सर्ट होइन भाइ ए ए ल ल रक एनीबडी पेपर सिजर पेपर रक घुमेछ। ओके सिजर पेपर रक। ल टाइ भएको छ। सिजर पेपर रक। सिजर पेपर रक। ल ल ल अब मेरो पाली रहेको छ। ल अर्को क्वेसन रहेको छ। अर्को क्वेसन रहेको छ मेरो थर्क्यो। यस आइको भाइ। अप्सन ए रहेको छ भने हाम्रो अप्सन ए रहेको छ बुढाथोकी, अप्सन बी रहेको छ खड्का, अप्सन सी रहेको छ श्रेष्ठ र अप्सन डी रहेको छ खनाल। भाइ अप्सन फेरि सरी मिस्टेक भयो। बुढाथोकी, खड्का, श्रेष्ठ, खनाल। अप्सन बी खड्का। तपाईको अप्सन बी रङ एन्सर रहेको छ। मेरो थर रहेको छ बुढाथोकी। ल दाइले फेरि एउटा लुगा खोल्नु पर्ने हुनेछ भाइ। अब चाहिँ दाइले सर्ट खोल्नुहुन्छ। सर्ट होइन भाइ हौ, अब बक्सर बाँकी छ तलको, बक्सर पनि खोल्छु र। ए दाइ सर्ट खोल्नु न। कहाँ सर्ट खोल्छ हो भाइ। खोल्नु न खोल्नु दाइ। ल बक्सर अब देखाउँछु न मलाई। भन्नलाई त दाइ अब है। ल सिजर पेपर रक। ल सिजर पेपर रक। ल टाइम भएको छ। सिजर पेपर रक। यो भाइले मलाई नगर्नु